Hello guys, welcome to our TikTok channel. Today we are going to play Gongi with rocks. Not real Gongi, but we have rocks. We can play with this. We are going to show you how to play. I am very bad. My mom, she knows a lot of how to play Gongi. She's going to play first. I play next. Okay, now let's get on to video. You go first. You try to do this, okay? यो चाहिँ हामीले मेरो छोरा चाहिँ उ किन यो खेल्नु चाहेको भने चाहिँ बाबुले हामीले चाहिँ स्क्विड गेम कोरियन शो हो यो स्क्विड गेम हेरेर चाहिँ सिजन 2 मा चाहिँ यो खेलेको चाहिँ कोरियन ल्याङ्ग्वेजमा चाहिँ गङ्गी भन्दो रहेछ कि यसलाई हामीले चाहिँ अब गोटी भन्छ नेपालीमा हैन अब तपाईहरुले के भन्नुहुन्छ अनि त्यो हेरेर चाहिँ मम्मी यो खेलौं न भन्यो अनि हामी यो खेल्दै छौं बाबु र म चाहिँ Okay, I do. I really don't know how to play. बाबुले कस्तो गर्छ भन्नु ल ए Oh my अलिक माथि फाल न यता तल पनि ध्यान दिने माथि पनि ध्यान दिने नि त माथि फालेकोलाई पनि तिमीले धेरै क्लोजमा राख्यो नि त यस्तो गेमहरु चाहिँ एकदम फन हुन्छ आज चाहिँ हामी बाहिर बसेर आमा छोरा खेलिरहेका छौं वेदर एकदम राम्रो भएको छ घाम लागिरहेको छ यताबाट अनि हामी चाहिँ यहाँ बाहिर बरन्डामा बसेर चाहिँ यस्तो खेलिरहेका छौं बाबु र म चाहिँ स्कुलबाट आएर तातो भइरहेछ बाहिर घामको तातो Oh my god. This is so hard. try गर Yay! Oh my god. Where did it go? This and this. यो तलकोलाई पनि ध्यान देऊ माथिकोलाई पनि ध्यान देऊ न यस्तो सिधा गर न यस्तो यस्तो हैन यस्तो 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 गर अब दुईटा दुईटा टिप्ने Huh? सेकेन्ड राउन्डमा दुईटा दुईटा टिप्ने हो नि त फर्स्टमा Okay, एउटा I just do it first. दुईटा फाल्ने हैन नि त एउटा मात्रै फाल्ने हो नि त के भन्नु छ साथीहरुले What? त्यहाँ Where? त्यहाँ Where? टिकटकमा What? के भन्नु छ Too hard. तिमीलाई यो लर्न गर्नु धेरै गाह्रो भयो फन भयो कि भएन But, नि wait, can I just do easy board this and catch it? Okay. Oh my god. How? Oh. अनि माथि गएको छिटो आइहाल्छ नि त त्यसलाई पनि फोकस गर्नु पर्यो नि त त्यो मुनिको छिटो टिपेर यस्तो थामिहाल्ने नि त तिम्रो स्टाइलको यो Yeah.
सक्नु आँट्यो Got two. What? होइन त्यस्तो भुइँको टिप्ने हो नि What? एउटा लु अर्को हातमा राख नि त तिम्रो धेरै भयो भने तिमीलाई सहज गाह्रो हुन्छ अब एकछिन 4 मात्रै गर्दा मलाई गाह्रो हुन्छ धेरै भएन ल What? के Oh. खेल्दा खेल्दै बिर्स्यो कसरी खेल्ने अलिक माथि पाल न सिधा अनि पारा ल्याउँदैछ है यो अब एउटा क्याच गर्यो नि अब दुईटा हुन्छ नि होइन एउटा चाहिँ एउटा हातमा राख अनि फेरि त्यस्तो गर न What? What is? Why? यो पज गर के भन त्यहाँ I don't know. के भन्नु छ नमस्ते हिजो आधैमा कोही हुन्न थियो तिमी चाँडो आएको रहेछ नि त अनि तिमीले खाऊ थ्याङ्क यू भन एकछिन ढोका यताबाट लग्छ हामी बाबु स्कुलबाट आएको थियो र म कामबाट आएको थिएँ दाई बाबुलाई लिन जानुभएको थियो हेलो साथीहरू हामी चाहिँ त्यो गट्टी खेल्दा खेल्दै चिसो भयो बाहिर अनि अब हामी भित्र आएर खेल्दैछौँ अनि बाबुले कस्तो गर्छ उसले कतिको इम्प्रुभ गर्यो हेरौँ ल उसको कतिको इम्प्रुभ भयो गट्टी खेल्नुमा बाबु ल गट्टी खेलौँ के भन्छ अरे कोरियन भाषामा के भन्छ अरे यसलाई गङ्गी गट्टी गङ्गी हामी आमा छोरा चाहिँ अब फेरि यहाँ भित्र खेल्न लाग्दैछौँ लाऊ Okay, guys, we're going to play now Gongi again. Let's play. यस्तो माथि उयो गर न हो त्यो माथि गएकोलाई पनि हेर न I can see. अलिक माथि फाल सिधा Sorry. तपाईँहरूले चाहिँ बच्चाहरूलाई यसरी पनि इन्गेज गर्न सक्नुहुन्छ घरभित्र जाडो मौसममा चाहिँ यसरी हामी घरभित्र पनि बच्चाहरूसँग हामी खेल्न सक्छौँ तपाईँहरूले टाइम मिलाएर आफ्नो बच्चाहरूलाई टाइम दिनु होला धेरै खुसी हुन्छ बच्चाहरू यसरी हामीले टाइम दिँदाखेरि उनीहरूलाई एक्स्ट्रा कुराहरू हामीले जुन हामीले सानो हुँदा खेलेको गेमहरू चाहिँ यहाँनिर टोटली उनीहरूलाई डिफ्रेन्ट छ त्यो गेमहरू चाहिँ उनीहरूलाई खेलाउँदाखेरि एकदमै फन हुन्छ उसले मेरो बाबुले चाहिँ उसले सोध्छ मम्मी के खेल्नुहुन्थ्यो तपाईँ सानो हुँदाखेरि कस्तो खालको गेमहरू हुन्थ्यो भनेर उसले मलाई सोध्छ अनि त्यही भएर म उसलाई जुन मैले खेलेको कुराहरू चाहिँ म उसँग खेल्छु कति कुराहरू हुँदैन होइन जुन त्यो अब ढुङ्गा लडाउनेहरू भयो अरू के कुराहरू भयो त्यो कुराहरू चाहिँ सम्भव हुँदैन अनि तर जुन हुने कुराहरू चाहिँ म उसलाई गराएर ल्याएर म घरमा टाइम दिन्छु हामी यसरी खेल्छौँ आमा छोरा चाहिँ बाबुले राम्रो गरिरहेछ ए माथि गएकोलाई नि हेर्नु न बाबुले गरे